धादिङमा भ्रष्टाचार गर्न आएको हुँ भनेर अरू नेताले भन्छन्, आशिकाले भन्दिन। अब नेपाली जनता सोझा लाटा र भेडा छैनन्। तपाईहरुको हरेक गतिविधि सूक्ष्म ढंगले सीसी क्यामेरा झै हेरिरहेका छन्। त्यसैले आदरणीय धादिङवासी दाजुभाइ तथा दिदीबहिनीलाई म के भन्न चाहन्छु भने पुरानाहरू फेरि तपाईको घर दैलोमा भोट माग्न आउँदैछन्। तपाईहरु प्रश्न गर्नुस्, तपाईहरुले विगतका दिनमा शिक्षा, स्वास्थ्य, रोजगारी र कृषिका नाममा गरिएका बाचा आजका दिनसम्म आइपुग्दा तपाईहरुको ती पूरा भयो कि भएनन् भनेर प्रश्न गर्न म अनुरोध गर्न चाहन्छु सम्पूर्ण धादिङवासी। म धादिङमा सुशासन स्थापना गरी भ्रष्टाचार गर्न आएको हुँ। भनेर अरू नेताले भन्छन्, आशिकाले भन्दिन। भ्रष्टाचारको अन्त्य गर्न आएको हुँ। तपाईहरुको दुःखलाई आफ्नो दुःख सम्झी तपाईहरुको अनुहारमा हाँसो भर्न आएको हुँ। तपाईहरुले कुनै शंका उपशंका नगरिकन निर्धक्क 7 घण्टी चिन्हमा मलाई भोट हालिदिनु न हार्दिक अनुरोध गर्दछु र अत्याधिक बहुमतले विजय गरिदिन हुन हार्दिक अपील गर्दछु। धन्यवाद। जय